सबैलाई नमस्ते। आज म युरोपेली देशहरू अन्तर्गत पर्ने एउटा सानो देश तर एकदमै विकसित देश लक्जमबर्गको बारेमा केही कुराहरू जानकारी दिन गइरहेको छु। छोटो जानकारी दिन गइरहेको छु। लक्जमबर्ग देश भिजिटको लागि अथवा कामको लागि सबै देशका नागरिकहरूको एउटा रोजाइमा परेको देश पनि हो। साथै नेपालीहरूको लागि पनि एउटा नेपालीहरू विशेष गरेर कामको लागि रोजाइमा परेको देश पनि हो। लक्जमबर्ग देश एउटा प्रति व्यक्ति आय उच्च भएको विश्वमै सबैभन्दा उच्च भएको देश पनि हो। यो एउटा शिक्षित शैक्षिक क्षेत्रमा अगाडि शिक्षित देश, राजनीतिक क्षेत्रले अगाडि, भौतिक पूर्वाधारले अगाडि, विभिन्न क्षेत्रले अगाडि भएका कारणले यस देश जान सबै मानिसहरू मन पराउने गर्दछन् र यहाँको प्रति व्यक्ति आय पनि धेरै हुने भएकाले यस देश जान सबै व्यक्तिहरूले रुचाउने गर्दछन्। यस देशको जनसङ्ख्या 7 लाखभन्दा माथि नै रहेको छ। यो देश एउटा एकदमै सानो देश हो। यो नेपालको कुनै पनि एउटा जिल्ला सरह, एउटा हुम्ला दोल्पा गोर्खा जिल्ला सरह जतिको एउटा क्षेत्रफल भएको देश पनि हो। यस देशमा 90% भन्दा बढी सहरी क्षेत्रहरू रहेको छ। 90% भन्दा बढी क्षेत्र सहरी क्षेत्रमा बसोबास गर्ने गर्दछन्। सार्वजनिक यातायात निःशुल्क गर्ने एउटा यो पहिलो देश, विश्वमै सबैभन्दा पहिलो देश पनि लक्जमबर्ग देश नै हो। यस देशमा सार्वजनिक यातायात बस रेलहरू चढेमा कुनै पनि भाडा लाग्दैन, निःशुल्क नै हुने गर्दछ। यस देशको राजधानी लक्जमबर्ग सिटी हो। यस देशको सिमानाहरूमा युरोपेली देशहरूकै सबैभन्दा विकसित देशहरू फ्रान्स, जर्मनी, बेल्जियम जस्ता देशहरूको सिमानाहरू जोडिएको देश पनि हो। लक्जमबर्ग जान के गर्नुपर्छ, लक्जमबर्ग कसरी जाने भन्ने विषय तपाईँहरूको लागि एकदमै अन्यलको विषय पनि रहेको छ र यस देश जानको लागि त्यति सजिलो भन्ने छैन। यस देश जानको लागि एकदमै उच्च शैक्षिक योग्यताहरू हासिल गरेको र एकदमै अनुभव, कुनै पनि कामहरू सम्बन्धी अनुभव भएको व्यक्तिहरू मात्र यस देश जान सकिने व्यवस्था रहेको छ। यस देश जानको लागि तपाईहरूले यस लक्जमबर्ग देश स्थितको राजदूतावासमा गएर बुझ्न सक्नुहुनेछ र यस देशका बारेमा भ्याकेन्सीहरू अप्लाई गर्न सक्नुहुनेछ। सिधै भन्दाखेरि यस देशमा कस्तो व्यक्तिहरू जान सकिन्छ भन्ने विषय रहेको छ। यस देशमा तपाईँले एकदमै उच्च शैक्षिक योग्यता कुनै पनि क्षेत्रमा डिग्री हासिल गर्नुभएको छ, जस्तै सबैभन्दा एकदमै उच्च कामको लागि माग भएर आउने भनेको आइटी क्षेत्र चाहिँ एकदमै धेरै प्रख्यात क्षेत्र हो। यस लक्जमबर्ग देशमा तपाईँले कुन क्षेत्रमा बढी योग्यता हासिल गर्नुभएको, डिग्री गर्नुभएको छ, त्यही सम्बन्धी तपाईँ यस देशमा जान सक्नुहुनेछ। लक्जमबर्ग देश जानको लागि इन्जिनियरिङ क्षेत्रमा तपाईँले डिग्री हासिल गर्नुपरेको हुनुपर्छ। आइटी क्षेत्रमा सफ्टवेयर इन्जिनियरिङहरूमा आइटी क्षेत्रमा तपाईँहरूले डिग्री हासिल गरेको, अनि बैङ्क, वित्तीय संस्थाहरू, यस्तो डाक्टरहरू, नर्सहरू जस्तो विषयहरूमा तपाईँले डिग्री हासिल गरेको व्यक्ति मात्र लक्जमबर्गको लागि भिसाहरू अप्लाई गर्न सक्नुहुनेछ। यदि त्योभन्दा कम शैक्षिक योग्यता छ भनेपछि तपाईँले आज नै यस भिडियोबाट नै, यो भिडियोदेखि नै लक्जमबर्ग जाने सपनाहरू नदेख्नुहोला। यस देशले चाहिँ एकदमै उच्च शैक्षिक योग्यता हासिल गरेको व्यक्तिहरूले मात्र लिने भएकाले ती सामान्य व्यक्तिहरू चाहिँ यस देशका लागि योग्य हुने छैनन् र तपाईँहरू जान सक्नुहुने छैन। यस देशले एकदमै शैक्षिक जनशक्ति उच्च भएको व्यक्तिहरू र एकदमै कामको अनुभव भएको व्यक्तिहरूका लागि मात्रै हो। शिक्षित व्यक्तिहरूका लागि मात्र यस देशले लैजाने भएकाले शिक्षित व्यक्तिहरू नै यस देशमा जान पनि एकदमै गाह्रो भएकाले सामान्य व्यक्तिहरूले म लक्जमबर्ग जान्छु भन्ने सपनाहरू देखेका व्यक्तिहरूले लक्जमबर्ग देश जति सुन्दर छ त्यति नै यस देश जान गाह्रो नै छ। उच्च शैक्षिक क्षेत्र अथवा उच्च शैक्षिक योग्यता हासिल गरेका व्यक्तिहरूका लागि मात्र यस देशको सपनाहरू छ। अन्यत्र एकदम सामान्य व्यक्तिहरूले पनि आजभोलि म लक्जमबर्ग जान्छु भनेर चाहिँ बसिरहेको, केही त्यति शैक्षिक योग्यता नै नभएका व्यक्तिहरू पनि लक्जमबर्ग जान्छु भनेर बसिरहेको व्यक्तिहरू हुनुहुन्छ। त्यहाँहरूको लागि भने यो देश
कुनै उपयुक्त छँदै छैन। यस देशले ती व्यक्तिहरूका लागि यस देश लैजान्न यस देशको बारेमा अझ विस्तृत रूपमा बुझ्न मन छ भने यस देशको वेबसाइट अथवा नेपालमा रहेको लक्जमबर्ग देशस्थितको राष्ट्रदूतावासमा गएर सम्पूर्ण कुराहरूको जानकारी लिन सक्नुहुनेछ। साथै यस देश जाने सपना सोच्दै हुनुहुन्छ भने तपाईँसँग राम्रो योग्यता छ भने तपाईँहरू आजदेखि नै अप्लाई गर्न सक्नुहुनेछ। यति नै भन्न चाहे। यस भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। भिडियोलाई सेयर सब्सक्राइब गरिदिनु होला। नमस्ते।